सो हाई एभ्रिवान, नमस्ते। तपाईहरु सबैजना सन्चै आराममा हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। आज चाहिँ मैले धेरै पछि भिडियो लिएर आएको छु अन्त किनकि हाम्रो चाहिँ अहिले टुवेल्भको बोर्ड एक्जाम चल्दैछ नि त, अनि त्यही भएर मैले भिडियो लिएर आउनु पाएको छैन। अब चाहिँ लाइक रेगुलरली हुन्छ होला। अब चाहिँ म डेली भ्लग लिएर आउने कोसिस गर्नेछु। अब के कस्तो हुन्छ हेर्नु होला भिडियोहरू। अनि आज चाहिँ हामी साथीहरूसँग आज हाम्रो लास्ट भेट रहेको हुन्छ। त्यसपछि चाहिँ हाम्रो एक्जाम सकिन्छ। त्यसपछि साथीहरू कता हुन्छ के हुन्छ हैन, मान्छे नै गायब हुन्छ। सो त्यही भएर आज चाहिँ हामी 3 जना साथीहरू घुम्न जान लागिरहेको छु। 4 जना हो नि त साथीहरू चाहिँ, तर एकजना चाहिँ त्यो चाहिँ अलि बिजी नै भनौँ हैन, अलिक बिजी नै छ त्यो, अनि त्यही भएर ऊ चाहिँ आउनु पाउँदैन होला। सो हामी चाहिँ 3 जना घुम्न जान लागिरहेको छौँ। आज हामी कता कता के गर्छौँ हेर्दै गर्नु होला है त। आजको आउटफिट भनेको यही हो। आज यतिको जान लागिरहेको छु। म ब्यागीवाला जिन्सको वाला लाउँछु कि लाइक त्यो ब्ल्याकवाला लाउँछु थाहा छैन। अनि इग्नोर माई रुम त के छ हैन। अनि पछाडि चाहिँ मम्मी सुतिरहनु भएको छ। मम्मी बाई 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 गाइस। अब चाहिँ म जान्छु, अनि हेर्दै गर्नु होला। बाई। साथीहरूलाई कुद्दा कुद्दा वाक्क लागिसक्यो गाइसहरू हैन। म चाहिँ कम्तीमा नि आधी घन्टा जति वेट गरिसकेँ होला। यहाँ घरमै उनीहरू खाना खाँदै सर्यो। अन्त मैले अघिदेखि झन् छिटो गरेर बस है, छिटो गरेर आउनुपर्छ। यस्तो मिठो घाम लागिरहेको छ एकदम, यस्तो घाम ला। अन्त कसरी जानु त हो, त्यही भएर झन् चाँडै गरेर बस है। भनेको त मान्छेहरू त कहाँ हो झ्याउलाई चाहिँ। म त औँसी फेरि गइदिनँ त्यस्तो खालको मान्छे पनि फेरि पर्दा फ्रे। सो गाइस म जान लाग्यो। यस्तै गर्मी छ, छाताहरू जानु पऱ्यो। मन्टु बाई बाई मन्टु। ल गाइसहरू म गएको है। छाता ओढिरहेको छु यहाँ। छाता ओढ्दा पनि लास्टै घामले बोलायो क्या। आज फेरि यस्तो घाम लाग्यो हो। साथीहरूले फोन गरेर म चाहिँ साथीहरूले फोन गरेर राख। अन्त म चाहिँ साथीहरूको फोन उठाउँदैन कि एकछिनसम्म इग्नोर गरिदिन्छु। अनि एकदम लेट छ, म चाहिँ एकछिनसम्म तिनीहरूको फोन उठाउँदिनँ, तिनीहरूलाई प्याङ गरिदिन्छु। म चाहिँ 1 घन्टापछि आउँछु भनेर कस्तो आउँछ है रिएक्सन। ल 2-3 चोटि फोन गरिसक्यो तिनीहरूले मलाई। म चाहिँ जाँदैछु, गरिदिन्छ यस्तो हो। साथीहरूले फोन गरे मैले फोन उठाएको छैन कि 1 घन्टापछि आउँछु भन्दै अनि त्यही भएर तिमीलाई भेट्यौँ साथीहरूलाई। चाहिँ हामी अटोमा चढेर हामी जाँदैछौँ ऐना पहरा जाने भनेको फर्स्टमा होइन। के हो यहाँ के भइरहेको छ। अटोमा सर्ट लगाएर कस्तो भइरहेको राम्रो साथी राम्रो। रविना र यहाँ प्रतिका आइरहेको छ मेरो भ्लगमा। हेलो भन्दै रविना कपाल उडाएर के गरेर होला यार। के खोजेको गाडी होइन पर साथीहरू यस्तो छ है। कति अङ्कल गर्मी सोध्न टिकट कति अन्त टिकट काट्ने रहेछ यहाँ चाहिँ 50 रुपियाँ अरे एकजनाको। 3 जना हो। ल अब चाहिँ हामी जान्छौँ। यति पसलहरू छ, यो रुट नजिकै हो। तपाईँहरू आउनुहोस् होला। हाम्रो शीतल ऐना पहरा अगाडि यस्तो पहरा छ होइन। तपाईँहरू आउनुहोस् होला। जिउ शीतल हुँदो रहेछ नि। पानी जलपरी अनि साथी उयो कस्तो राम्रो फुल एउटा ऊ होला नि कस्तो राम्रो फुलहरू कि तर है साँच्चै होइन। वाउ यार। ल फोटोहरू खिच्ने साथी कता खिच्ने हो भनिहाल है। झ्याप्प लगाएर फोटो खिच्नु पऱ्यो। फेरि यस्तो राम्रो ठाउँमा आइस नि त। म मात्रै बोलेर आयो यार, तिमीहरू पनि बोल्दैनौ मेरो भ्लगमा केही न के त भनिदियो। के बोलौँ भन्नुहोस् न, बोलिदिन्छु। हो यस बुलेट आयो यार बोल्नु त यार। हात दुखायो कि आयो लास्टै धेरै पछि भ्लग गरेर होला होइन सायद। लास्टै दुखायो। अन्त त डेली गर्ने अब डेली गर्ने हो।
यार कुन यो मलाई यही ठाउँबाट आउनुहुन्छ चितवनबाट कताबाट आउनुहुन्छ क्या अनि यहाँ चाहिँ सानो एउटा पुल पनि छ कस्तो राम्रो शीतल हावा है सरर गर्मी चाहिँ बहुतै गर्मी छ यस्तो घाम लाग्यो यार ओ माई गड एकदम साथी एकदम यस्तो परै परा हो यार तर रातिमा चाहिँ राम्रो हुन्छ यस्तो लाइटहरू पनि हालेर छ यस्तो लाइटहरू राम्रो गराउँछ नि त रातिमा पानी पनि गराएको त पानी है एकदम कहाँ हुन्छ ऊ कहाँ हुन्छ त्यसपछि त अत्तो पत्तो हुन्न होइन अनि एउटा साथी न मेसेज गर्नुहुन्छ न बोल्नुहुन्छ ग्रुपमा होइन साथी भनेको जस्तो होइन नि त फेरि साथी भनेको मर्दा पढ्दा सबै ठाउँमा हुनु पऱ्यो नि के पढ्दा मात्रै साथी न त न साथी होला होइन त मलाई फेरि त्यस्तो साथीहरू मन पर्दैन नि ओ कहाँ हो अब जाने पिङ भएको ठाउँमा जाऊँ पिङ खेल्न जाऊँ के हो त्यो ल अब चाहिँ हामी पिङ पनि खेल्छौँ पिङले धान्छ कि धान्दैन बरु त्यो कुरा बरु गोरा भन्दा त्यही उसलाई हो यो मान्छेलाई यो दुइटा मान्छेले धान्छ जाँदैन थाहा छैन है साथीहरू त्यसै जोग गरिदिएको है फेरि साथीहरूमा यस्तै त होइन भने कि कस्तो गर्मी भएको सबै हातले बनाउनु भने आमा अनि बच्चा यस्तो राम्रो सफा ठाउँ रहेछ यता यहाँ चाहिँ सर पिङ खेल्नेवालामा छु हामी सबैजना एकजना गरेर आऊ साथी आउँछु र अम्बो यार बहुतै मजा भएको त यार साँच्चै भनेर पसल पर्ने चाहिँ एउटा यहाँ सानो चट्ट परेको पसल होइन यहाँ पिङ पनि रहेछ पिङ चाहिँ खेल्नु मिल्ने कि होइन अब यहाँ म साथीहरू लास्टै गर्मी हो अन्त आम्बो हामीले पानी किन्यौँ एउटा अरू केही पनि किनेको छु होइन अहिले चाहिँ हामी पिङ खेलिरहेको छौँ साथीहरू म पनि भर्खर खेलेँ हो अब लास्ट यसको पालो अनि त्यसपछि एउटा टिकटक बनाऊँ भनेर भनेको कि चिच्चा मजाले शीतल छ कि ठाउँमा कि त अब चाहिँ हामी एकछिन यहाँ रिल्स बनाउँछौँ एउटा साथीहरू पानी खानु पर्यो बस्न आइजाऊ अब त लास्टै गऱ्यौँ भयो ट्राई जस्ट ट्राई गर्दै सिकाइरहेको छु आउँदै आएन मलाई पनि खासै आउनु त आएन कि तर जे हुन्छ त्यही जे पाइ त्यही मेमोरिज जे हुन्छ कपी राइट लाग्छ गाई चाहिँ हामी चाहिँ त्यो गीतमा प्र्याक्टिस गर्दैछौँ कि बुझ्नु भएन प्र्याक्टिस गर्दैछौँ एडजस्ट ल बस्नु ल बसिरहेको म लास्टिक गऱ्यौँ भयो अन्त प्यान्ट साइड यस्तो माथि गएर बसेको अनि अन्त यो आन्टी चाहिँ यस्तो दामी एउटा मिनी भ्लग गर्नुभयो कि है वेट हामीलाई आउँदैन यस्तो मिठो दामी मिनी भ्लग गरिदिएर कि है हेर्नुहोस् त यस्तो दामी पोखरामा यस्तो दामी गर्ने भन्ने जस्तो भनिदिएर कि मलाई पनि त्यस्तो मोटिभेट दिनुहोस् न आन्टी भन्दै दामी हो कि तर यार ऐना पर होइन परी जलपरी उता कस्तो भइरहेको साथीहरू कस्तो झ्याउ लाग्ने दामी छ हौ तर कसम भन्यो यो आन्टीहरू चाहिँ तिनजना घुम्न आउनुभएको रहेछ नि दामी मिनी भ्लग गर्नुभयो कि एउटा मिठो तरिकाले आर्टिस्ट रहेछ कि आर्टिस्टको लागि सहयोग आउनुभएको अरे बसिरहेको छौँ यस्तो छ हालत अब चाहिँ एकछिनमा चाहिँ फोटोसोटो गरेर हामी जानुपर्ने हुन्छ गएपछि चाहिँ के गर्छौँ थाहा छैन साथी हो म शीतल हावा हो यहाँ चिसो हावा है गुफा जस्तै कि सिद्ध गुफातिर जस्तै ओ माई गॉड फेरि मेरो मोबाइल जाला नि हौ यस्तो चिसो हावा यहाँबाट त कस्तो आउनु होला है साथीहरू तपाईँहरू आउनुहोस् हामी पनि आइदिन के छ र होइन होइन तपाईँ साथी हो अझै पानी परेको सिजन बब्बाल हुन्छ असार साउनतिर त पानी त मिठो आउँछ नि हौ फेरि अहिले आएको भए चाहिँ दामी मान्छे आउँथ्यो भन्थ्यो है शीतल ताप्नको लागि आउँथ्यो हुन्छ नि अब यस्तै घाम हेर्नु है साथीहरू हाम्रो दुइटै साथी फोटो खिचिदिनु राम्रो
फोटोग्राफर यता शारदाले आन्टीको प्रतिज्ञाले उता फोटो खिच्नेको भन्दा फोटो खिचिदिनेको पोज पो बबाल छ त है तँलाई भने हजुरहरू नि फोटो खिच्न मन छ भने शारदालाई सम्झिनु होला आमाले फोटो खिच्दै हुनुहुन्छ यता त्यो चाहिँ निर्माण हुँदैछ हो नयाँ नयाँ राम्रोसँग अझै मान्छेहरू ठिकै छ आउने जाने भइरहेको छ हो हामी चाहिँ यतातिर फोटोसुट गरिरहेको थिएँ हो नानीको अनि आमा चाहिँ भ्लगर अरे आमा चाहिँ भ्लगर हुनुहुन्छ अरे एकदम दामी नाचिदिनु भयो त कस्तो राम्रो देख्यो देख्नुभयो पछाडि कस्तो दामी ल मान्छेहरू चाहिँ जे होस् आउने जाने भइरहेको छ यतिको चाहिँ हुनु पर्यो चल्नु त पर्यो नि हो अन्त फेरि मान्छेको छुट्टै दुनियाँ छ हौ आफ्नो दुनियाँमा चल्नु पर्छ रे लिपस्टिक पाउडर लाउनु पर्छ रे लगाइछ रोजेस रमाइलो भइरहेको हामीलाई चाहिँ मान्छे आएकै गरेको बिचार साथी झन् यहाँ पोज दिएर बसिरहेको थियो फोटो खिच्ने भनेर आज जोस् मान्छे अरे आमाहरू गाइजहरू हामी चाहिँ हात्तीको पुच्छर अपि वाट इज दिस गाइज के हो यस्तो यस्तो हात्तीको मुनि नै आइपुग्यो हात्तीको बुबु नि हुँदो रहेछ हात्तीको चुरम्परमा अब हात्ती कान हात्ती यत्रो रहेछ अबि ओ यहाँ चाहिँ स्कुल गरेर लेख्ने हात्तीको पुच्छर निलाइले हात्तीको पुच्छर यो के को यो उसको हो कि यो लबरको हैन देखो कि अच्छो अच्छो शीतल 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 बाउदो हुन्छ ओ फिसमा आइजम ए मुरा पर्या लाग्यो नित्रके फिट लागेला कुनै यस्तो गर्दैन हतिर जान आटेको कि अब केमा जाने हो आई डोन्ट नो हैन खासै नो आइजन केमा जान्छौँ आई जस्ट नो गाडी आउँछ कि अटोमा जाने कि केमा जाने भयो कि अटोमा बोलाउँ भने नम्बरै लिनु बिर्स्यो अघि नै अब केमा जानु त अब गाडीमा जानु पर्ला अब बस्न आइसक्यो गाडी कुद्नलाई यहाँ शीतलमा त बस्नु पऱ्यो नि उयो दामी आयो है सिङ गाडी चाहिँ हामी चाहिँ गाडीबाट गरौँ होइन यही गाडीमा हो अब चाहिँ हामी जान्छौँ कहाँ जान्छौँ भनेको थाहा छैन स्काफ आइछु र अब त अलिक घाम भयो छाता ल हाम्रो खोरेनी बजार यस्तो छ अब त्यही हो गाइस अब हामी के गर्छौँ अब कता जान्छौँ खाजा पनि खाएको छैन हो अन्त खाजा पनि खानु पऱ्यो नि साथीहरू अलिअलि त शारदाले खुवाइदिन्छ ओहो माइ गड ओ ल त्यही हो ल बाई गाइसहरू अब इक्जाम पनि सक्यो होइन अब आज लास्ट दिन थियो इक्जाम पनि राम्रै भयो अब रिजल्ट के कस्तो आउँछ थाहा होइन सकेसम्म सबैजना पास होला होइन साथीहरू ठिकै एउटा लागिसक्यो अरे एउटा झुन्डी हाल्यो साथीको इम्पोर्टेन्ट अब यस्तो कुराहरू अब त्यही हो साथीहरू अब 12को इक्जाम पनि सक्यो होइन अब साथीहरू कता कता हुन्छ पर हुन्छ नबिर्सियो होला होइन त्यही त नि अब साथीहरू भएपछि होइन कोही कता हुन्छ कोही कता हुन्छ एकजना साथी अब छुटिहाल्यो 12 सकिने बित्तिकै 12 आज सकेको हो सकिन पाएको छैन मान्छेहरू टाढा भएको तिमीहरू चाहिँ जोस् त्यस्तो नहोस् होइन फेरि चित्त नदुखाऊ फेरि साथी मैले तिमीले त्यस्तो भन्नु खोजेँ होइन तिमी यहाँ बिजी थियौ मलाई बुझेँ होइन तर तिमी आएको भए चाहिँ एकदम रमाइलो हुन्थ्यो होला सायद तर तिमी आएनौ तर हामी मिस गऱ्यौँ नि त होइन भाइ मेमोरिज हुन्थ्यो आज चाहिँ हामी एकदम रमाइलो एकदम ठिकै छ कहाँ जाने होला है हामी चित्त बुझाएको छौँ खैरेनी बजार यस्तो छ माउला यस्तो गर्मी भएर मान्छे मर्न आँटिरहेको छ अब चाहिँ हामी कोल्ड फिस खान्छौँ घुम्न जान्छ गरिबमा घुम्न जान्छ साथीहरू प्लास्टिक आएर छ हामी त अब लास्ट हो नि त लास्ट हो नि त अब तिमीहरू साथीहरूसँग भेट्न पाइन्न होला भनेर आएको के हो आइसक्रिम खाइदिउँ कि भनेको अन्त मान्छे त कहाँ गयो त हौ पसलमा आउनु न गाइसहरू
आइसक्रिम खान आउनु होला यहाँ खैरिनीको अङ्कलको म यहीँ आउँछु म यहीँ बसिरहेको हुन्छु सधैँ तपाईँहरूलाई आइसक्रिम दिन्छु है साथमा ल ल सानो लियो मैले यस्तो गरेर खानु पर्यो पनि चेस गर्ने कि कस्तो राम्रो सिबोर्दिनु भयो फेरि राम्रै छ अति योभन्दा राम्रो कुन भोटिन्छ तिमीलाई भन त ल भनेर देखाउँदा ल अनि आइसक्रिम प्लिज चिसो चिसो खानुहोस् मौसमले च्यालेन्ज हानेको छ आइसक्रिम खानु छ केही थप्नु त्यसले त्यो 28 रुपियाँ पर्यो ल ठ्याक्कै कति ठ्याक्कै हो 90 हो हल धेरै हालिदिनुहुन्छ ए हजुरको बुढीले हाम्रो आन्टी हो नि त हाम्रो आन्टी गरम भयो त यस्तो भोलि है ओके जाम गाइस आइसक्रिम आउनुहोस् होला तपाईँहरू यस्तो गरममा होइन यस्तो कोल्डवाला आइसक्रिम खानलाई मेरो हातबाटै फ्री शारदा मगरको हातबाट हाम्रो अङ्कलको लोकेसन चाहिँ यता रहेको छ यता साइडमा यताबाट जाने उता स्कुल अनि यहाँ रहेको छ आइसक्रिम पसल डिया होली स्टिक होइन अब फेरि नि हजुरहरूलाई गर्मी हुने बित्तिकै झट्ट यहाँ आउनुहोस् झट्ट पट्ट लाएर कि खाँदैछु पुरै यता मार्केट रहेको छ यता मार्केटको साइडमा यतापट्टि साइडमा टक्क लगाएर हाम्रो अङ्कल चाहिँ यहाँ बसिरहनु भएको छ अङ्कल एकदम सोझो हुनुहुन्छ हाई हेलो गरिदिनु अङ्कल थ्याङ्क यू ए अङ्कल हाई गरिदिनु त यस्तो हाई गरिदिनु के गर्नु न अङ्कल ल थ्याङ्क यू है ल ल अङ्कल बस्नु है आउनु सानो छाता उडाउँदा त्यही व्यापारी फर्किन्छ छाता गर्दा पुग्नु कुन जग्गा हाल्नु पनि सानो अब जान हेरेको छौँ गुम्बामा खोलाको साइडतिर खोलाको किनारामा गएर टक्क लगाएर हामी गफ गर्नेवाला पनि छौँ साथीहरू होइन अब लास्ट भेट हो साथीहरू हामीले इक्जाम दिएको स्कुल चाहिँ के हो होइन रामशाह स्कुलमा दिएको हो इक्जाम रामशाह स्कुल होइन खैरिनीको हाम्रो सेन्टर चाहिँ यहाँ परेको थियो हामी चाहिँ पढ्छौँ उता डुम्रेतिर हाम्रो घर डुम्रे हो नि त अनि त्यही भएर अनि म चाहिँ यतातिर चाहिँ यता घरतिर बसेको अनि हाम्रो साथी चाहिँ रुममा बसेको रुमबाट चाहिँ अब भोलि बाई बाई भनेर जान्छ भोलि भेट्न पनि पाइन्न होला अनि त्यही भएर आजको दिनमा चाहिँ हामी यस्तो इन्जोय गरेर हिँडेको छौँ होइन भोलि चाहिँ लास्ट डे छ हाम्रो इक्जाम पनि सकिन्छ कल आएर चटपट खान आँटेको कि हौ चटपट खान्छौँ यस यता गुम्बातिर हो हामी चाहिँ बसिरहेको छौँ अन्त त्यही भएर ल खाना चाख्छ कस्तो रहेछ म तपाईँहरूलाई भनिदिन्छु अनि तपाईँहरू आएर खानु ल ल हुन्छ मिठो भयो त ल्याम्म खाइ ल तिर गएर खाने कि भनेको चिप्सहरू पनि खानु है चिप्स सानपुरी सब खाने अनि घरतिर चल्दिने हो ल त्यही हो साथीहरू जोस् रमाइलो भइरहेको शीतल हावा अहिले चाहिँ लगाइस अब चाहिँ हामी पानीपुरी खान लगाइरहेको छौँ यस्तो मिठो हावा आएन र तर बस्छौँ भनेको मिठो हावा है एकदम किताब पानी दिनु नलिनु म यस्तो खानै सक्दिनँ गाई छु साँच्चै अनि फेरि वान बाइट अहिले त शीतल भयो कि वेदर पनि घाम पनि गयो दाँत चाहिँ कोदाल चाहिन्न कि अन्त मजा भइरहेको कि लेस खानु पर्ला लाग्यो खानु खाँदैछौँ लेस यतातिर अब कति हेर लेस चाहिँ फेरि फेभरेट हो नि मेरो ल साथी चाहिँ मम्मीसँग बोलिरह म चाहिँ मस्तो खाइरहेको छु गाइस अहिले चाहिँ हामी यता गुम्बातिरै छौँ अहिलेसम्म घर गएको छुइनँ अब चाहिँ एकछिनमा घर जान अब चाहिँ हामी घर जान आँटेको होइन टिकटक सिटक बनायो मोज मस्ती गऱ्यो आजको दिन होइन त अन्त कस्तो भयो आजको दिन यो त्यस्तो कालो रमाइलो रमाइलो ड्रेस एकदम बब्बल रमाइलो भयो एकदम अब चाहिँ घर जाने घरतिर जानु आँटेको कि अब घरतिर नि फोन आयो कतिखेर आउने भनेर घरतिर पनि जानुपर्ने हुन्छ नि त
अब चाहिँ छुट्टिनु पर्ने हुन्छ। साथीहरूको घर यतातिर हो। मेरो अलिक पर छ, सामान पनि लिएर जानु छ, हल्का फुल्का सब्जीहरू। त्यही त हो साथीहरू, अब छुट्टियो छुट्टिनै पर्ने हुन्छ, बाध्यता हो होइन, कसैको चाहना हुँदैन हो कि होइन? ल कस्तो भयो आजको दिन भनिदिनु त अलिकति हल्का फुल्का छुट्टो रमाइलो रमाइलो एकदम मेमोरिज भयो धेरै नै होइन? त्यही हो है। लगाइन्छ बाई, उतै गएर भेटौँ न है त। सो गाइस मेरो साथीहरू चाहिँ सबैजना घर गयो, म चाहिँ जाँदैछु एक्लै। बसिरहने पनि नमिल्नुहोस् है। अनि अब चाहिँ जाँदैछु सोयाबिन लिएर, तरकारी लिएर चाहिँ नानीहरूको कम्प्युटर पाइने साथीहरूसँग छुट्टियो, साथीहरूसँग छुट्टिनै पर्ने हुन्छ होइन। सँगै बस्न त रहर हुन्छ नि हो, के गर्नु साथीहरू गाह्रो छ, लाइक छुट्नु पर्ने हुन्छ नि त। गऱ्यौँ भयो औ लास्टै तर साथीहरू बाई।